पोलेको बार्बिक्यूको लागि अब यसको चाहिँ भरे बार्बिक्यू बनिन्छ। अब यसलाई चट्ट बोइल गरेर राख्ने अलिकति, त्यहाँदेखि मेरिनेसन गरेर भरे चट्ट पोलेको भिडियो देखाउँछु है। हामी चाहिँ यसरी बनाउँछ बार्बिक्यू। यो पोर्क अनि चिकनको पनि छ, चिकनको पनि भरे देखाउँला। मासुलाई चाहिँ मैले हाफ बोइल 50% बोइल गरेको है अघि। चटक्कै मेरो भरेले काट्दैछ। अब यसलाई चटक्कै मेरिनेसन गरेर राख्ने हो। लसुन अदुवाहरू हाल्नुपर्छ, नुनहरू अलिक खोर्सानी च्याते निम्बु डलेर भरे चट्टै पोलेर खाने हो। आगो पनि भइरहेछ। यो चाहिँ हाम्रो बस्तीको किचन यसरी पाक्दैछ। अनि एकजना मान्छेले देखाउँछु, बिमारी मान्छेले लसुन केलाउने काम यसरी बिमारीहरूलाई पनि आमाहरूलाई यसरी इन्गेज गराए पनि उहाँले गरिरहनुहुन्छ, टाइम पास पनि हुन्छ। लसुन एक प्लेट त केलाइसक्नु भएछ है। ल यो चाहिँ तोरीको तेल, अब चट्ट तोरीको तेल लाउने अलिकति है, भयो त्यति नै हो। यहाँ अलिकति यो कुखुराको मासुमा पनि अलिकति तोरीको तेल चट्टै लाउने। नुन लाग्छु है, काश्मिरी लाल भइहालेको छ। अब यो पेस्ट हालेर चटक्कै गरेर चाहिँ छोपेर राख्ने है। 5 घन्टा जति राख्नुपर्छ। भरे चट्टै पोलेर खाँदा कति राम्रो हुन्छ। ल यो चाहिँ अब दामी भएको छ, मेरिनेसन भइसकेको छ यो दामी हो। अर्ग्यानिक स्टाइलमा हो, कलर पनि दामी आयो। अनि यसमा चाहिँ यहाँ मजाले मसला चाहिँ ग्राइन्ड गरेर लगाएको, पिस्नु सकिएन। अनि यो चाहिँ अब कुखुराको पनि छ, यो चाहिँ चिकन हो, चिकनको पनि छ। यस्तो प्रकारले यसलाई चक्क गरेर चाहिँ अब यसलाई ड्याम्मै थुनेर चाहिँ राख्ने हो, कभर गरेर। अब यसलाई 5 आवर्स चाहिँ राख्ने हामीहरू। त्यहाँदेखि चाहिँ बेलुका टक्क चट्टै पोलेर खाने हो। भरे पोलेको पनि म देखाउँला। यसरी चाहिँ यो चिकन अनमोल केसी हो कि को हौ। ल अब यहाँ चाहिँ बार्बिक्यू दमादम भइरहेछ है। यहाँ छ, पाकिसकेको छ। अनि ऊ पर पनि बार्बिक्यू दामी हुँदैछ। अब यहाँ बार्बिक्यू पर्खिरहेछ है सबैजनाले। अनि अब यहाँ बार्बिक्यू यो चाहिँ चिकन दामी हुँदैछ है भाइ। चिकनको चाहिँ दामी भइरहेछ। पोर्कलाई चाहिँ पोलेर खै हेर्नु त यति चाहिँ भएको छ है। यहाँ छ सम्पदा यहाँ लु बुढाबुढीले खाँदैछ। नै भएछ पर्कहरू चाहिँ। चिकन चाहिँ कहिले? चिकन पाक्दैछ, उबर पनि पाक्दैछ चिकन। दामी भएछ। पर्क चाहिँ सप्लाई लागेको रहेछ अनि चिकन चाहिँ रहेछ अहिले पनि। सो अब यति नै भन्न चाहन्छु म चाहिँ। हेर्नुहोस् है 11:27 भयो रातिको। अनि टक्कै बार्बिक्यू पाटिसक्यो। यहाँ टक्कै सक्यो। अझै यहाँनिर एउटा चाहिँ फुल उयो भइरहेछ, मुडमा भइरहेछ। टक्कै भइसक्यो। अब टक्कै 12 बज्न आँटे है। हेर्नु नि सुत्दैन त मान्छेहरू त है।